नमस्कार। ए हजुर, तपाईँ एकैछिन म आफू यो फलानु पार्टीको हो भन्ने कुरोलाई दिमागबाट अलिकति पर पन्साएर हाम्रा राप्रपा अध्यक्ष श्री राजेन्द्र लिङ्गदेनज्यूको कुरा एकैछिन गहिरिएर सुन्नुहुन्छ कि? शेरबहादुर देउवालाई बाँचुन्जेल यो देशको प्रधानमन्त्री बनाउन दियो भने यो देश बन्छ होला त कुनै काङ्ग्रेसको साथीले भन्न सक्छ कि प्रचण्डलाई फर्काएर ल्यायो भने यो देश दियो भने यो देश बन्छ होला त भनेको काङ्ग्रेसकोलाई पनि थाहा छ, एमालेकोलाई पनि थाहा छ, माओवादीकोलाई पनि थाहा छ। यो शेरबहादुर देउवा, यो केपी ओली, यो प्रचण्ड भन्ने मान्छेलाई 1 वर्ष 2 वर्ष होइन, यिनीहरूलाई घाट पुगिन्जेलाई यो देश जिम्मा दियो भने पनि यो देश बन्नेवाला छैन भन्ने कुरा थाहा छ। यो देश बन्दैन मात्रै होइन, यिनीहरूले देश बर्बाद गर्छन् र अझ देश थप बर्बाद हुन्छ, देश समाप्त हुने खतरा छ भन्ने कुरा काङ्ग्रेस, एमाले, माओवादीलाई पनि थाहा छ। भनेपछि आफू त बर्बाद भयो, देश बर्बाद गर्ने काममा अब कुनै काङ्ग्रेस, एमाले, माओवादीले लाग्नुहुन्न भन्ने कुरा म आग्रह गर्न चाहन्छु। हजुर सुन्नुभयो? कस्तो लाग्यो कुरा? कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त।